अरू कसैको भिडियोमा हैन अरूले गरेको कमेन्टको रिप्लाई भिडियो दिन चाहनुहुन्छ तर रिप्लाई भिडियो बनाउनु खोज्दा त्यो भिडियोको आइकनै भेट्नु भएन देख्नु भएन भने एउटा सानो ट्रिक लाउनु पर्छ भइहाल्छ है त। जो कोहीको भिडियोमा अरूले कमेन्ट गरेको छ भने त्यसको पनि रिप्लाई भिडियो दिन मजाले सक्नुहुन्छ। अब त्यसको लागि हैन ल मेरो सेकेन्ड आइडी एकचोटि सर्च गरेर हेर्छु म सेकेन्ड आइडीको कुनै पनि भिडियोमा पुग्छु। यो मेरो मेन आइडी हो है। तपाईहरु हैन यसमा साथी हुनुहुन्छ भएको छैन भने यो आइडीमा जति पनि साथीहरु हुनुहुन्छ यसमा पनि जोडिनु होला है। यसमा फलो गर्नु भएको छैन भने यसमा फलो गर्नु होला। यसमा पनि एकदमै युजफुल खालको एकदमै इन्फर्मेसन खालको भिडियोहरु नै पोस्ट गर्दै आएको छु। ल अब मैले कुनै पनि भिडियो ओपन गरे हैन मैले यो अर्को आइडीको भिडियो ओपन गरे। अब कमेन्टमा गए कमेन्टमा गएर अब रिप्लाई भिडियो बनाउनु खोज्दाखेरि हैन यहाँनिर भिडियोको आइकनै छैन। अब कुनै पनि कमेन्टको अब रिप्लाई भिडियो बनाउनु खोज्दा भिडियोको आइकनै हुँदैन आइकनै छैन अरूको भिडियोमा कमेन्ट गरेको है। अब रिप्लाई भिडियो बनाउन चाहने भनेदेखि यो भिडियोलाई यो कमेन्टलाई हैन कुनै पनि कमेन्टलाई लङ प्रेस गर्ने बित्तिकै अब यहाँनिर अब रिप्लाई विथ भिडियोको अप्सन आएको छ सायद तल लास्टमा। अब यहाँ क्लिक गर्ने बित्तिकै यसरी कमेन्टको रिप्लाई भिडियो बनाउन मजाले सकिन्छ है त। हो यस्तो तरिकाले तपाईहरुले मजाले कुनै पनि अरूको भिडियोमा गरेको कमेन्टहरुको पनि रिप्लाई भिडियो बनाएर पोस्ट गर्न सक्नुहुन्छ। यो भिडियोलाई सबैजनाले रिपोस्ट कपी लिंक शेयर गर्नुस् ताकि अरू थाहा नहुनेहरुलाई पनि थाहा होस्। हुन्छ आजको लागि यति नै फेरि भेटौँला नेक्स्ट भिडियोमा।